रातको ठीक 12 बजेको कुरा हो। पहाडको कुनामा रहेको एउटा सानो गाउँ जहाँ सूर्य डुबेपछि मान्छेहरू घरभित्र लुक्ने गर्थे। त्यो गाउँको नाम थियो कालीकोट। कालीकोटको पूर्वतिर एउटा पुरानो बाँसगारी थियो जुन गाउँलेहरूले भूतको बास भन्थे। त्यही बाँसगारी नजिकै एउटा सानो झुपडीमा बस्थे अमर र उसकी आमा सुनिता। अमर 14 वर्षको किशोर थियो। ऊ पढ्नमा तेज थियो, तर उसको एउटा बानी थियो, ऊ राति दिलोसम्म जागै बस्थ्यो। उसकी आमा सुनिता हरेक रात उसलाई एउटै कुरा सम्झाउँथिन्, अमर राति बाहिर ननिस्कनु, यो गाउँमा बोक्सीको डर छ। उसले काछो छोराछोरीलाई बोलाउँछे भन्छन्, तर अमर यो कुरालाई हाँसोमा उडाउँथ्यो। आमा, यो सब बुढापाकाको कुरा हो। बोक्सी भूत भन्ने कुरा आजकाल कसले पत्याउँछ र, ऊ भन्थ्यो। सुनिताले उसको कुरा सुनेर टाउको हल्लाउँथिन्, तर मनमा डर बोकेर सधैँ भगवानको प्रार्थना गर्थिन्। त्यो रात अनौठो थियो। आकाशमा चन्द्रमा रातो देखिएको थियो, जस्तो कि कसैले रगतले पोतेको होस्। हावा चिसो थियो, तर बाँसगारीबाट एउटा अनौठो आवाज आइरहेको थियो, जस्तै कोही फुसफुसाइरहेको होस्, सु सु सु। यो आवाजले अमरको कान ठाडो बनायो। ऊ आफ्नो कोठाको सानो झ्याल नजिकै बसेर किताब पढिरहेको थियो। उसले सोच्यो, यो त हावाले बाँस हल्लाएको आवाज होला। तर त्यो आवाज बिस्तारै ठूलो हुँदै गयो। अचानक झ्याल बाहिर एउटा कालो छाया देखियो। त्यो छाया यति लामो र पातलो थियो कि जस्तो कुनै मान्छेको शरीर होइन, कुनै अर्कै संसारको प्राणी हो। अमरको हातबाट किताब खस्यो। उसले हिम्मत गरेर बाहिर हेर्यो, तर त्यहाँ केही थिएन। मलाई भ्रम भयो होला, उसले मनमा नै सोच्यो। तर त्यही बेला एउटा कर्कश आवाज सुनियो, अमर, बाहिर आइज न, मसँग खेल्न मन छ। यो आवाज यति डरलाग्दो थियो कि अमरको मुटु धक्क भयो। उसले आफ्नो ओछ्यानको सिरकले मुख छोप्यो र आँखा चिम्लियो, तर त्यो आवाज रोकिएन। अमर, म तिमीलाई हेर्न आएकी छु, बाहिर आइज। यो पटक आवाज मिठो सुनियो, जस्तो कसैले मायाले बोलाएको होस्। अमरको दिमागमा अनेक कुरा खेल्न थाल्यो। यो कसको आवाज हो? गाउँमा त कोही यस्तो बोल्दैन। उसले हिम्मत गरेर फेरि झ्यालबाट बाहिर हेर्यो। त्यहाँ एउटी बुढी आइमाई उभिएकी थिइन्। उसको कपाल लामो र सेतो थियो, जस्तो कि वर्षौंदेखि नकाटिएको होस्। उसको लुगा कालो र फाटेको थियो, तर अनौठो कुरा, त्यो लुगाले हावामा उडिरहेको थियो, जस्तो कि हावा नै थिएन। उसको आँखा रातो चम्किरहेको थियो र हातमा एउटा काठको लट्ठी थियो। त्यो लट्ठीले जमिन ठोकेर ठक ठिक ठक आवाज निकालिरहेको थियो। अमरको सास रोकियो। यो त बोक्सी हो, उसले मनमा नै चिच्यायो। उसले आफ्नी आमा सुनितालाई उठाउन खोज्यो। आमा, उठ्नुस्, बाहिर कोही छ। तर सुनिता गहिरो निद्रामा थिइन्। उनको सास चलिरहेको थियो, तर जस्तो कि कसैले उनलाई जादुले बाँधिदिएको होस्, उनी उठ्नै सकिनन्। बोक्सीले फेरि बोलायो, अमर, मसँग आइज, तिमी मेरो काछो छोरा हो, म तिमीलाई माया गर्नु छ। उसको आवाज यति सम्मोहनकारी भयो कि अमरको मन डगमगायो। ऊ बिस्तारै ओछ्यानबाट उठ्यो। उसको खुट्टा आफै ढोकातिर गयो। उसले मनमा नै सोच्यो, म किन यस्तो गरिरहेको छु, मलाई रोक्नुपर्छ। तर उसको शरीरले उसको कुरा सुनेन। ढोका खुल्यो र ऊ बाहिर निस्कियो। बोक्सीले उसको हात समात्यो। उसको हात यति चिसो थियो कि अमरको हड्डी नै कठ्याङ्ग्रियो। तिमी मेरो साथी बन्नेछौ, बोक्सीले भन्यो। उसको मुखबाट कालो धुवा निस्किरहेको थियो। अमरले चिच्याउन खोज्यो, तर उसको गला सुकिसकेको थियो। बोक्सीले उसलाई बाँसगारीतिर लैजान थाल्यो। बाँसहरू हल्लिरहेका थिए, तर हावा थिएन। हरेक पाइलामा बाँसगारीबाट अनौठो आवाज आइरहेको थियो, जस्तो कि सयौं आत्माहरू फुसफुसाइरहेका थिए। बाँसगारीको बीचमा एउटा ठूलो कालो डुङ्गा थियो। त्यो डुङ्गा यति ठूलो थियो कि जस्तो कुनै पहाडको टुक्रा होस्। बोक्सीले अमरलाई त्यही डुङ्गाको अगाडि उभ्यायो। यो मेरो घर हो, उसले भन्यो। अब तिमी यहाँ सधैँ मसँग बस्नेछौ। अमरको आँखाबाट आँसु बग्न थाल्यो। उसले आफ्नी आमालाई सम्झियो। आमा, मलाई बचाउनुस्, उसले मनमा नै चिच्यायो। तर बोक्सीले उसको अनुहारमा हात राख्यो र भन्यो,
यहाँ कोही तिमीलाई सुन्दैन। त्यसपछि बोक्सी हाँस्न थाल्यो, एउटा यस्तो हाँसो जसले अमरको कान चिरियो। भोलिपल्ट बिहान सुनिताले उठेर अमरलाई खोजिन्। ओछ्यान खाली थियो, ढोका खुला थियो। उनले बाहिर हेर्दा बाँसघारीतिर अमरको खुट्टाको डोब देखिन्। अमर, उनी चिच्याउँदै बाँसघारीतिर दौडिन्। गाउँलेहरूलाई बोलाएर खोजी सुरु भयो। बाँसघारीमा त्यही कालो डुङ्गा भेटियो, तर अमरको कुनै अत्तोपत्तो थिएन। एकजना बुढो गाउँलेले भन्यो, यो बोक्सीको डुङ्गा हो। 100औं वर्षअघि यहाँ एउटी बोक्सी मरेकी थिई। उसले हरेक काचो छोरालाई आफूसँग लैजान्छे भन्छन्। त्यस दिनदेखि गाउँमा अनौठो घटना सुरु भयो। हरेक रात 12 बजे बाँसघारीबाट एउटा किशोरको आवाज सुनिन्छ, आमा मलाई बचाऊ। त्यसपछि बोक्सीको कर्कश हाँसो गुन्जिन्छ। गाउँलेहरू भन्छन्, अमर अझै त्यही डुङ्गाभित्र बाँधिएको छ र बोक्सीले उसलाई हरेक रात बोलाउँछे। कसैले राति बाँसघारी नजिकै एउटा कालो छाया देखेको दाबी गर्छन्, जसको आँखा रातो चम्किन्छ। के यो कथा साँचो हो? गाउँलेहरू अझै डराउँछन्। यदि तिमी कालीकोट गाउँमा पुग्यौ भने राति 12 बजेको छ भने ज्याल बाहिर नहेर्नु। कतै त्यो बोक्सीले तिमीलाई पनि बोलाउँछ कि। रात पर यो भने ढोका बन्द गर्नु र यो कथा कसैलाई सुनाउनु, किनभने बोक्सीले काचो छोरालाई मात्र होइन, उसको कथा सुन्नेलाई पनि खोज्छ भन्छन्। यदि तिमीलाई यो कथा मन पर्यो भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु है र कमेन्टमा लेख्नुहोस् तिमीले मबाट कस्तो कथा सुन्न चाहन्छौ। तल कमेन्ट गर्नुहोस्।